ल दाजुभाइ दिदीबहिनीहरू फेरि पनि गुड मर्निङ अनि नमस्कार अनि गुड मर्निङ मात्रै होइन गुड मर्निङ गुड आफ्टरनुन अनि गुड इभिनिङ अल एराउन्ड द होल है। विश्वको जुन कुरालाई हेर्दै हुनुहुन्छ सबैजनालाई फेरि पनि नमस्कार। अहिले चाहिँ हामी यतै जमिन 10 व्यर्थलामा छौँ। जमिन 10 व्यर्थलामा चाहिँ हाम्रो चाहिँ घर बागलुङ जिल्लामा पर्छ। जमिन 10 भने जमिन नगरपालिका भने बागलुङमा पर्छ है पर्छ। एकटाको ब्रेकफास्ट चलिरहेछ। हामी चाहिँ बागलुङ जान रेडी हुँदैछौँ। अनि हाम्रो चाहिँ एकजना भाइ साहब आउनु भएको छ। उहाँ चाहिँ व्यापार गर्न गाउँतिर यसो व्यापार गर्नु पऱ्यो भनेर आउनु भएको रहेछ होइन। ओ भाइ साहब हजुरको नाम के हो भने? के हो सर तपाईँको नाम? मेरो नाम राजु चौहान। चौहान हे राजु चौहान। कहाँ हो त तपाईँ घर ठ्याक्कै? मेरो घर त ठ्याक्क हजुर नौतनमा भन्दा अगाडि। भनेपछि नेपालै हो? होइन, इन्डिया पऱ्यो। इन्डिया पऱ्यो है। कस्तो छ भन्दा साथीहरू चाहिँ हाम्रो चाहिँ इन्डिया र नेपालको खुला सीमा छ। अब इन्डियाबाट चाहिँ नेपाल पनि इन्डियनहरू इन्डियन नागरिकहरू सबै सजिलै आउनु पाउनु भए। अनि चाहिँ हाम्रो नेपालीहरू पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू पनि काम गर्न चाहिँ इन्डिया सजिलै जान सक्नुहुन्छ। पासपोर्ट चाहिने केही चाहिने एउटा नागरिकताको भरमा चाहिँ नेपाल आउन सकिन्छ, इन्डिया जान पनि सकिन्छ है। अनि भाइ साहब पनि कति वर्ष भयो यस्तो व्यापार गर्न लाग्यो तपाईँले? यस्तो व्यापार गर्दा मलाई 18 वर्ष। 18 वर्ष भइसक्यो है। जे होस् व्यापार राम्रै छ तपाईँको? ठिकै छ, अलिअलि हुन्छ। ए अनि चाहिँ के अरे सामान चाहिँ खास कहाँ ल्याउनुहुन्छ यो सामानहरू? सामान चाहिँ पोखराबाट हाल्नु। ए पोखराबाट हाल्नुहुन्छ भनेर किनेर ल्याउने हो कि साउको लिएर अनि पछि ए भनेपछि बेच्ने अनि पछि पूजा हुने हो? 70% आफूले राख्ने कति नाफा खान सकिन्छ होइन? अनि अलिअलि खानु पर्यो, दुःख हुन्छ है। गाउँतिर बोकेर हिँड्नु पऱ्यो, घर घर पुऱ्याउनु पऱ्यो, गाह्रो छ यस्तै छ है। अनि ए कहिले आउनुभयो त नि यहाँ गाउँतिर फेरि? हिजो आयो। ए हिजो आउनुभएको भनेपछि कति दिनको बसाइ हुन्छ यता गाउँतिर? अब त्यही 6-7 दिन लाग्छ। 6-7 दिन बस्नुहुन्छ गाउँतिर? गाउँतिर। ए भनेपछि अब तन्नाहरू चाहिँ सब पठाएर गाउँ गाउँ डुलाउने होइन? गाउँ डुलाउने। ए अनि कुन गाउँ जानुहुन्छ आज? आज यता हो केवैतिर। ए सिस्ती केवैतिर जानुहुन्छ? जस त्यहाँ व्यापार राम्रै हुन्छ त्यो ठाउँमा होइन? अलिअलि हुन्छ। मान्छे भेट्यो भने बिक्छ, नभेट्यो भने बिक्दैन। ए भनेपछि जे होस् चाहिँ मान्छे भेट्यो चाहिँ व्यापार राम्रै हुन्छ नि तपाईँको? हो भन्नु। अनि सरदर महिना कति कमाउनुहुन्छ नि तपाईँले? अनि यसो यताउति गर्दाखेरि खाएको अनि गाडी भाडा सबै कटाएर होटलमा खानु पऱ्यो, बस्नु पऱ्यो है? खाइ पिएर 15,000सम्म नेपाली पर्छ। ए महिनाको? त्यही भए नि भयो के अन्त है। उतातिर इन्डियातिर फेरि नेपालका मान्छेहरू त इन्डियातिर काम गर्न जान्छ नि, पैसा धेरै पाइन्छ भनेर किन हो फेरि? तिमी फेरि इन्डिया नेपाल आइछौ फेरि? सिजनमा हुन्छ। ए सिजनल व्यापार हो यो भनेपछि घर पनि जान्छौ? घर जान्छ, अहिले बर्खा लागेछ। ए भनेपछि काम पऱ्यो भने घर पनि जान्छ है तिमी? ओहो भनेपछि त्यस्तो भयो। पोखराबाट व्यापार गर्न भाइ साहब हामी चाहिँ हाम्रो गाउँसम्म आउनु भएको छ, जमिनसम्म आउनु भएको छ। यस्तै छ है। चन्ना चाहिँ अझै फोल्ड गरेर छ। केही समय चाहिँ गाउँतिर जाने भन्नुभयो। यस्तै छ है। अनि आज खाना कहाँ गएर खाने हो त नि? अनि आज हेरौँ कहाँ खाने हुन्छ। भने गाउँतिर जता मिल्छ त्यतै खान्थ्यो होइन? हजुर हजुर। हो एउटा तन्ना दिने मासु भात खाने हिँड्ने हो के हो? बेर्नी छैन जान है? त्यस्तो गर्दैन भाइ। तपाईँ अनि हिन्दू हो कि मुस्लिम हो? तपाईँ हिन्दू नै होला है? हामी हिन्दू हो। इन्डियातिर प्रायः चाहिँ मुस्लिमै हुन्छन् कि हाम्रो नेपालमा पनि छन् त मुस्लिमहरू। त्यही पनि चाहिँ प्रायः चाहिँ मुस्लिमहरू चाहिँ हामीले काटे कुखुरा सुखुरा केही खानुहुन्न क्या उहाँहरूले चाहिँ। आफ्नै चाहिँ परम्परा छ होइन त? हलाल गरेर खाने भन्नुहुन्छ उहाँ चाहिँ हिन्दू नै हुनुहुँदो रहेछ। अनि यहाँ चिस्ती जाने कति समय लाग्ला भाइ साहब हिँडेर? 1 घन्टामा लागेन, त्यही 40 मिनटमा पुग्छ। ए 35-40 मिनटमा चाहिँ चिस्ती पुगिन्छ मजाले होइन? यस अब चाहिँ गाउँघरमा चाहिँ अब बिस्तारै साथीहरू गाउँघरमा चाहिँ बिस्तारै बिस्तारै अब काम छ नि त। खेत रोप्न खेत बाँझो जोत्न चाहिँ सब मान्छेहरू बिजी छन् अहिले। यस्तै छ है। अब चाहिँ केही समयमा चाहिँ अब मान्छेहरू चाहिँ खेतमा जान्छन्। अब बिहानै गइसक्यो होला है? बिहान जान्छ। अब 10 बजीतिर खाना खाने बेला आउँछन् होइन? त्यही बेला चाहिँ च्यापचुप व्यापार गर्ने भन्ने उनको चाहिँ प्लान छ आज। हेरौँ कहिले व्यापार भन्ने कुरो कहिले चाहिँ हुन्छ कहिले चाहिँ हुन्न होइन? कहिले चाहिँ त्याज फर्काउनुपर्छ, कहिले जति लगाउ त्यति लडाउनु फर्काउनुपर्छ। यस्तै छ है। चिस्ती गएर उतै बस्नुहुन्छ कि आज फर्काउने आज यतै? उता आज बस्ने हो। उतै बस्नु छ आज? उतै बसी चाहिँ भोलि उताबाट व्यापार गर्दै गर्दै उता धुल्लुतिर बाँतिर झर्ने अनि पर्सि चाहिँ फेरि घर आउने, फेरि माल बटुल्ने, माल जम्मा गर्ने अनि लड जाने हो नि त? तन्ना त बहुत बढिया लेके आ रहा है यार। कति बेच्नुहुन्छ एउटा पिसलाई? डबल हो कि सिङ्गल हो यो तन्ना? डबल जन्ना हो। कति बेच्नुहुन्छ नि? त्यही डबलको 2टालाई 600।
भन्ने त 1200 हो बेच्ने बेला छ होइन त्यही त बार्गेनिङ गर्नु पर्यो होइन बार्गेनिङ पावर हुनु पऱ्यो क्या सबैहरूसँग चाहिँ यति दिनु ल भनेपछि मन जित्न सकेपछि भैयाले नदेला भन्ने छैन मलाई एउटा जी सुर्ती पनि दिनु न जी सुर्ती नखानु सुर्ती खाएर फुर्ती निकाल्नुपर्छ होइन त खाना खाने कति बेला थाहा छैन पऱ्यो यस्तै चाहिँ सुर्ती थियो मसित यो भाइले मेरो चुनौती खसाइदियो त्यहाँ छ नि गाडीमा हिँड्छ छैन सर उहाँ ल साथीहरू चाहिँ अब भैया चाहिँ अब केही समयमा चाहिँ व्यापार गर्न चाहिँ गाउँतिर जान लाग्नु भएको छ कि हामी चाहिँ यस्तै चाहिँ अब चाहिँ हामी चाहिँ केही समय चाहिँ बाबुले जान लाग्ने अवस्था छ ल साथीहरू चाहिँ यस्तै गाउँतिरको भिडियो हेरेर चाहिँ हाम्रो च्यानल सब्सक्राइब गर्न नभुल्नु होला भन्दै साथीहरू अहिले चाहिँ एपिसोडबाट बिदा हुन जान्छ साथीहरू अर्को भिडियोमा हामी चाहिँ पुनः भेट्नेछौँ अहिले हस्ते नमस्कार